जे खुबी छ त्यसमा लाग्ने हो। तपाईँ होला नि त सामान्य तपाईँ कुकर सपाउन तपाईँले आउँछ होला, ग्यासको चुलो बनाउन तपाईँले आउँछ होला, नर्मली कुराहरू जे कुरा छ त्यो स्किलमा जब मानिस लाग्छ त्यसपछि उसको भुलिने वातावरण बन्ने हो। अब हामीमा के हुन्छ भने जुन कुरा स्किल नै छैन त्यो कुरामा लाग्छौँ अनि हामी असफल हुन्छौँ। मैले भन्न खोजेको कुरा नयाँ गर्दै नगर्नुहोस् भन्ने कुरा होइन, नयाँ गर्नुहोस्, गर्नुपर्छ, नयाँ पनि गर्ने हो, नयाँ एउटा सिक्ने हो। तर आफूसँग जे अनुभव छ तपाईँको आउने थोरै पनि इन्कम सोर्स भयो भने सजिलो बन्छ नि त। कमसेकम यदि तपाईँको अलिकति पनि थोरै आउने इन्कम सोर्स भइदियो भने तपाईँले हिँड्ने बाटो बन्छ। जुन कुरा तपाईँले बुझिरहनु भएको छ त्यो कुरा गर्ने हो, निरन्तरता हुँदैन, गर्ने हो, हुँदैन। नि एकचोटिमा कोही व्यक्ति सफल भएको छ त? आफ्नो करियरमा कुनै पनि व्यक्तिले एउटा जिन्दगीमा एकचोटि मानिस आउँछ, जन्मिन्छ, त्यसपछि समाप्त हो त? होइन। धेरै कुराहरू छ, गर्नुपर्छ, लड्नुपर्छ। जिन्दगी छोटो हो, लडिरहने हो, गरिरहने हो। हुँदैन भने हुँदैन, नभए पनि गर्ने हो। जब गर्दा गर्दै पनि हुँदैन भने पनि हार खाने होइन क्या। तपाईँको मिहिनेत दुःख अर्को व्यक्तिले कमसेकम बुझोस् नि। केटाले गरेको थियो है भएन भन्ने त हुन्छ नि। अब गर्दै नगरेर तपाईँ असफल हुनुभयो, केही पनि हुँदैन भने तपाईँ गर्नै छोड्नु भयो भने त्यो चाहिँ सबभन्दा नराम्रो माने लाग्छ मलाई। गर्दै जानुभयो, भएन, तपाईँ असफल हुनुभयो भने तपाईँभित्रको कुरा सन्तुष्ट हुन्छ नि त। तपाईँ नै असन्तुष्टि भएपछि त यो समाजले त तपाईँले जज गर्ने तरिका त फरक भइहाल्छ नि। तपाईँ सफल हुनुहोस्, असफल हुनुहोस्, जे हुनुहोस् क्या, तर केही व्यक्तिहरूले तपाईँको कुरा काट्छन्। जब तपाईँको मानिसले कुरै काट्दैनन्, कसैले कुरै बुझ्दैन भन्ने जस्तो लाग्छ भने तपाईँ मानिस नै होइन। साधारण तरिकाले एउटा जिन्दगी त बाँचिरहेको हुन्छ नि। फरक जिन्दगी बाँच्नतिर लाग्ने हो भने जीवन इम्पोसिबल होइन, पोसिबल हो। काम गर्दै जाने, गर्ने, हिँड्ने। जब काम गरिन्छ, हिँडिन्छ, त्यसपछि नयाँ कुरा बुझिन्छ। कामै नगरेर केही कुरा पनि बुझिँदैन। त्यसैले काम गर्नुहोस्। तपाईँलाई यो भिडियो कस्तो लाग्छ हेरेर साथ दिनुहोला।